तामाङ जाति भनेको सर्वश्रेष्ठ जाति हो। उनीहरूको तामाङ दाजुभाइहरूको भाषा एकदमै सभ्य हुन्छ, मान हुन्छ, मर्यादा हुन्छ तामाङ जातिमा। जाति भनेको नेसनालिटी हो, जात भनेको बनाइएको हो। बुझ्नुभयो कि भन्न? अब उनीहरूको स्वागे दाजुभाइ हुन्छ है। अब चेलीबेटीलाई अचम्मै मान मर्यादा गर्छ। त्यसै भएर चेलीबेटीलाई पूर्ण रूपमा चाहिँ तपाईँको छुटकारा दिएर बिहा गरेको हुँदैन। छेत्री बाहुनको जस्तो कपाल खौरेर होइन जुठो बारेर दिएको हुँदैन होइन। तर तामाङको चाहिँ चेलीलाई पूर्ण रूपमा त्यसै भएर माइती नआइकन लास उठाउन पाइँदैन। तामाङहरू नेपालको मूलवासी हो। तामाङहरू नेपालको मूलवासी हो। जस्तै राई, लिम्बू, मगर, अल्पसङ्ख्यक जाति यी सब चाहिँ यो जातिहरू चाहिँ यहाँको मूलवासी हो। आदिवासीको देश हुँदैन, आदिवासी जनजातिको देशै हुँदैन। त्यसै भएर तपाईँको यो तामाङ जातिहरूले हामी मूलवासी हौँ भनेर संविधानमा लेखाउनलाई पहल गर्नु होला, मेरो यो नम्र निवेदन। नमस्कार दर्शकबिन, हामीसँग हुन्छ प्राकृतिक आयुर्वेदिक डाक्टर हिरालाल भुजेलसँग विशेष संवाद गर्नको लागि गइरहेको छु। नमस्कार सर। हस्, नमस्ते। सम्पूर्ण मिडियामा यहाँलाई स्वागत छ। हस्, धन्यवाद। आरामै हुनुहुन्छ? ठिकै छु। पछिल्लो समयमा तपाईँले चाहिँ तामाङ समुदायका प्रति र तामाङहरूको उत्पत्ति र तामाङहरूको विशेष परम्परा के हो र तामाङबाट नै नामकरण गरेका विभिन्न ठाउँको नामहरू पनि तपाईँले भनिराख्नु भएको छ। यो के कारणले भन्नुभयो? कस्तो हो यसको सत्यता अथवा गहिरो के छ, इतिहास के छ? ता भनेको घोडाको टाप है राख्छ नि मैले। माङ भनेको भूत, मैले बुझेको यति हो। यो घोडाको भूत भनिन्छ तामाङ? होइन, तामाङ जाति भनेको सर्वश्रेष्ठ जाति हो। उनीहरूको तामाङ दाजुभाइहरूको भाषा एकदमै सभ्य हुन्छ, मान हुन्छ, मर्यादा हुन्छ तामाङ जातिमा। जाति भनेको नेसनालिटी हो, जात भनेको बनाइएको हो। बुझ्नुभयो कि भन्न? अब उनीहरूको स्वागे दाजुभाइ हुन्छ है। अब चेलीबेटीलाई अचम्मै मान मर्यादा गर्छ। त्यसै भएर चेलीबेटीलाई पूर्ण रूपमा चाहिँ तपाईँको छुटकारा दिएर बिहा गरेको हुँदैन। छेत्री बाहुनको जस्तो कपाल खौरेर होइन जुठो बारेर दिएको हुँदैन होइन। तर तामाङको चाहिँ चेलीलाई पूर्ण रूपमा त्यसै भएर माइती नआइकन लास उठाउन पाइँदैन। तामाङ दाजुभाइहरूको थर पनि परिवर्तन हुँदैन। थर पनि परिवर्तन हुँदैन। अब तपाईँ बुझ्नुहोस्, पहिलो नम्बर कुरामा तामाङ दाजुभाइहरूले यो घेदुङ सङ्घ के सङ्घ भनी छन्, यो सङ्घहरूले हक र अधिकारहरूको बारेमा बोल्नु पर्यो। यो आदिवासी जनजाति भनेर त्यहाँ घोलमेल हुनु भएन होइन। तामाङहरू नेपालको मूलवासी हो। तामाङहरू नेपालको मूलवासी हो। जस्तै राई, लिम्बू, मगर, अल्पसङ्ख्यक जाति यी सब चाहिँ यो जातिहरू चाहिँ यहाँको मूलवासी हो। आदिवासीको देश हुँदैन, आदिवासी जनजातिको देशै हुँदैन। त्यसै भएर तपाईँको यो तामाङ जातिहरूले हामी मूलवासी हौँ भनेर संविधानमा लेखाउनलाई पहल गर्नु होला, मेरो यो नम्र निवेदन। जस्तै भुटानमा होइन, भुटान तपाईँको अरू देशमा आदिवासीहरूको देश हुँदैन। तपाईँको यो ब्राह्मणवादी सोचले बनाइएको हो है आदिवासी भनेर। उनीहरूले एउटा परिभाषा लाउँछ आदिमकालदेखि बसेको भनेर होइन। आदिमकालदेखि बसेको त यहाँ त तामाङ हो नि, राई हो नि, लिम्बू हो नि, मगर हो नि होइन। छेत्री बाहुनहरू त होइन नि होइन। भलै अब धेरै समयदेखि बसेको होला, कोही न कोही कहीँबाट आएको होला होइन। हिन्दू भनेको शब्द होइन है। तपाईँलाई तामाङलाई के भनेर लेख्छ थाहा छ यो किताबले? के भन्छ त यो किताबले के भन्छ थाहा छ? तामाङ भनेको मासिने जात, मासियाने जात भनेर लेख्छ है। मासिने जात भनेको मास्न मिल्ने, काटमार गर्न मिल्ने भनेर यो 1910 को कानुन हो। यति त बुझिदिनु पर्यो के, यति चाहिँ बुझिदिनु पर्यो। म यहाँ लाखौँ लाख मान्छेको गाली खाएर जेल परेर नेल परेर होइन, आजसम्म पनि म हक र अधिकारको लागि लडेको म गइराखेको छु। तर यहाँ तामाङ दाजुभाइहरूले नि यो शब्दमा नगरौँ, शब्दमा कुरा नगरौँ भनेर भन्नुहुन्छ। भोलि
तपाईहरु जस्ता युवा वर्ग र भविष्यका सन्ततिले धेरै दुःख पाउनेछन्। आदिवासी जनजातिको मुलुक हुँदैन, देश हुँदैन, उसलाई देश निकाल गरे पनि हुन्छ। मूलवासी भयो भने हैन चाहिँ तपाईको हक र अधिकार सुनिश्चित हुन्छ भन्ने मेरो बुझाइ हो। र आम दाजुभाइहरूले नि हामी मूलवासी हो भनेर भन्नु पर्यो हैन। अब आदिवासी भने त मान्छे भनेपछि आदिवासी जनजाति भनिएका त्यो शब्दले चाहिँ कुनै पनि राष्ट्र त्यो चाहिँ डलरको खेती गर्ने दलालहरूले गर्ने काम हो यो। त्यसको देश हुँदैन, त्यसको देश भूभाग हुँदैन, परम्परा संस्कारहरु जस्तो भुटानमा राष्ट्रियता हुँदैन। भुटानमा चाहिँ तपाईको कति मान्छे लखेटे थाहा छ? अहिले यहाँ यो विराटनगर झापातिरको छेउछाउमा आएर बसेका छन् ती भुटानले लखेटेका। ती को थिए? ती आदिवासी थिए हैन। तपाईको यहाँ 60 लाख यहुदी चाहिँ मारियो, कसैले केही गर्न सकेन। तिनीहरूका गाडी थिए, कम्पनी थिए, घोडा थिए, प्लेन थिए, के थिए हैन। तिनीहरू सबै 60 लाख मार्यो, कुनै देशले पनि केही गर्न सकेन। भनेपछि तिनीहरूले आदिवासी जनजाति भनेको ती आदिवासी जनजाति थिए। भुटानबाट लखेटिएका उनीहरूको देश थिएन, आदिवासी जनजाति थिए हैन। भुटानबाट भुटान त नजिकै हो नि हैन। यहाँबाट चाहिँ तपाईँको हजारौँ हजारमा चाहिँ तपाईँको छेत्री, बाहुन, तामाङ, राई, लिम्बू, मगर सारा लखेट्यो भुटानले हो हैन है। यो त तपाईँको आँखामा छर्लङ्ग छ नि। उनीहरूको मुलुक थिएन, उनीहरूको गाडी थियो, घोडा थियो, खेती थियो, कृषि थियो हैन। हिजो भुटानले आफैले लगेको तिनीहरूलाई कृषि गर्नलाई है, आफैले लगेको। अनि उनीहरूले निकालिदियो है। उसले राजनीति गर्न थालेपछि भुटानले सबलाई देशलाई खतरा हुने भयो भनेर सबलाई हटाइदियो। कति चेलीबेटीका स्तन काटिए, कति चाहिँ तपाईँको मारिए हैन, कतिको चाहिँ बलात्कार गरियो र भुटानले सबलाई खेदेर निकाल्यो। अहिले ती शरणार्थीको रूपमा यहाँ नेपालमै छन् हैन। भनेपछि तपाईँको चाहिँ आदिवासी जनजाति भनेका जति पनि मान्छेहरू हुनुहुन्छ, राई, लिम्बू, तामाङ, गुरुङ, मगर सबै हुनुहुन्छ, भोलि पर्सि लक्षण सकिन्छ यो आदिवासी जनजाति भन्ने ट्याग लायो भने भोलि पर्सि शरणार्थीको रूपमा लक्षण उसको जब पहुँच पुग्छ नि अनि लखेटिदिन्छ, मारिदिन्छ, काट्दिन्छ हैन। चेलीबेटीलाई बलात्कार गर्छ हैन। बाहुनवादको नीति भनेको यो हो हैन। भनेपछि राई, लिम्बू, गुरुङ, तामाङ, मगरले आदिवासी जो भनेको छ, कथित भनेको छ। अब विद्रोह गर्नु पर्यो, आदिवासी जनजातिहरू हो, यसलाई अब विद्रोह गर्नु पर्यो र मूलवासी भनेर लेख्नु पर्यो, संविधानमै लेख्नु पर्यो। यो संविधानमा मूलवासी भनेर लेखिनु पर्यो। हजुर, यो संविधानले मूलवासी भनेर लेख्नु पर्यो भने मेरो अनुरोध हो। तर डाक्टर साहब कतिपय मान्छेले के भन्छन् भन्दाखेरि संविधानमा आदिवासी जनजातिमा चाहिँ जनजाति भन्ने बित्तिकै शरणार्थीको रूपमा परिणत हुने अथवा त्यो शब्द लेखिएकै छैन। आदिवासी भनेको आदिम कालदेखि नै हो, मूलवासी नै हो भन्छन्, तर मूलवासी चाहिँ लेख्दैन। के हो? त्यही कुरा मैले भनेको षड्यन्त्र यही हो, षड्यन्त्र हो हैन। यो बाहुन कुरा हो, जाली कुरा हो, यो जाली कुरा हो। अलिअलि केही पैसा दिएको छ, त्यही पैसामा रमाएको छन्, गाडी चढेको छ, हिँडेको छ, लाज छैन, शरम छैन हैन। आफ्ना पिता पुर्खादेखि सबलाई बेचेको छ। अलिअलि एउटा मन्त्री हुन्छ अनि देशको बजेट झन्डा हल्लाएर खान्छ, 8-10 करोड कति दिन्छ हैन। अनि आदिवासी जनजाति महासङ्घ भनेर लेख्छ, त्यसले कुनै अर्थ राख्दैन। मैले मेरो बुझाइ यो देशका मूलवासी नै हो, तामाङ, राई, लिम्बू, मगर, नेवार हैन। तपाईको मैले बोल्नै पर्दैन नि हजुर, उहाँ त्यो बाहुनले नै बोल्छ नि। हामी यहाँको हैन, हामी चाहिँ तपाईको यो इन्डियाबाट चाहिँ ककसिनबाट आएको हो। हामी इजरायली पनि हो भन्छ तिनीहरूले, आफै बोल्छ। म भिडियो देखा भने नि हाम्रो पुर्खाहरू त इरानबाट हो भन्छ नि त। इरान भनेन आइरन रहेछ, खास कुरा त इरान होइन रहेछ। तपाईको पहिलो नम्बर कुरा चाहिँ अब अहिले समाज अर्कै रूपमा परेको छ। कति ठाउँमा छेत्री बाहुनलाई नि तपाईँ गाली नगर्नुहोस्, किनकि तपाईँलाई उहाँहरूलाई गाली गर्ने तपाईँसँग हैसियत छैन हैन। देश उनीहरूको हातमा छ हैन। उहाँहरूसँग चाहिँ पीडक र पीडित मिलेर चाहिँ यो समस्याको समाधान गर्नु पर्यो हैन। अब जहाँ पनि तपाईँको हेर्नुहोस् बाहुनै छ, बाहुनै छ। गाउँमा श्राद्ध गरेर लुट्ने पनि बाहुनै छ। जिउँदो स्वर्ग गएकै छैन, मरेको स्वर्ग गएर फर्केर आएको छैन। अनि यसरी त्यो सबै जातिमा छ के फेरि हजुरको त्यो छेत्री बाहुनमा पनि छ, नेवारमा पनि छ, राईमा पनि छ, लिम्बूमा पनि छ। यो बाहुनवादको अन्त्य हुनु पर्यो। यसको अर्थ बाहुन छेत्रीलाई गाली गरेको होइन के, वादको अन्त्य हुनु पर्यो। ब्राह्मणवादको अन्त्य हुनु पर्यो है। एउटा कुनै व्यक्तिलाई म केही भन्न सक्दिनँ हैन।
हामीले चाहिँ ऐतिहासिक चिजहरूलाई बचाउनु पर्यो जस्तो तामाङले डम्फुलाई बचाइराखेका छ नि होइन रामे छाप भनेको त रा भनेको बाख्रा मे भनेको गाई गोरु छाप भनेको चरण हो नि डाक्टर साहब म त्यसमा आउँछु एकछिनपछि म त्यसमा आउँछु यहाँ कस्तो भयो भने कतिपय मान्छेले के भन्छ भने यदि बाहुन नआएको भए यो देशमा बाहुन चाहिँ नछेरेको भए ब्राह्मणवाद भन्ने शब्द हुँदैन थियो ब्राह्मणवाद भन्ने विचार लाँदैन थियो बाहुनको कारणले गर्दा अहिले चाहिँ तपाईँको तामाङहरूभित्र पनि राई लिम्बूभित्र पनि प्रत्येक जातभित्र चाहिँ ब्राह्मणवाद लागू भएको छ यो बाहुनकै कारणले बाहुन आएकै कारणले गर्दा त्यो नस्लको रूपमा चाहिँ लाग्यो भन्ने कुरा आएको छ त्यो आरोप आएको छ नस्लवादी सोचलाई हामीले अन्त्य गर्नुपर्छ भन्ने कुरा आएको किनकि यसको मेन कारणले बाहुन आयो यहाँ बाहुनले त्यस्तो गर्यो बाहुनले सिकायो भन्छ क्या त्यो सत्य कुरा होइन त्यो होइन उसले त डोमिनेट गर्यो यहाँ बाहुन भयो भने उसलाई मृत्युदण्ड नै हुँदैन होइन त्यही त बाहुन आउनुभन्दा पहिला त ब्राह्मणवाद भन्ने थिएन रे त्यो छुवाछुत भन्ने त थिएन जब बाहुन निस्किसकेपछि यहाँ आइसकेपछि पृथ्वीनारायण शाहले अट्याक भएर पृथ्वीनारायण शाह यहाँ आएपछि चाहिँ ब्राह्मणवाद लागू भयो भन्ने आएको छ नि त तपाईँको यो त्यसको मेन थिम त बाहुनतिर पो जान्छ त होइन बाहुनवादले नै तपाईँहरू आज चाहिँ तपाईँहरू धनी हुनु होला दुईवटा घर होला एउटा गाडी पनि होला होइन स्वानी पनि स्ट्यान्डर्ड चाहिँ हिँडेको होला होइन व्यवसाय पनि गरेको होला तर तपाईँ मान्छे भएर बाँच्नु पर्यो नि हजुर तपाईँ म मान्छे भएर बाँच्न पाउनु पर्यो भन्न चाहन्छु यहाँ एकजना विश्वकर्मा भाइले पिएचडी गर्नुभयो डक्टर हुनुभयो उहाँ भएपछि उहाँले थर परिवर्तन गर्न जानुभयो थर परिवर्तन गर्न जाँदा त्यहाँको सिडिओले के भन्नु थाहा छ तपाईँ यस्तो पढे लेखेको मान्छे होइन तपाईँ पढे लेखेको मान्छे किन थर चेन्ज गर्नुहुन्छ भोलि देश विदेश जानुपर्छ डकुमेन्ट पेस गर्नुपर्ने हुन्छ तपाईँ यो थर परिवर्तन नगर्नुहोस् भन्नु सिडिओले त्यो सिडिओ बाहुन थियो उसले त्यो भनेपछि त्यहाँ अब उसको थर परिवर्तन भएन नगर्नुहोस् भन्यो डाक्टर साहब यही उदाहरण छ नि तपाईँले भन्नै पर्दैन अहिलेको पछिल्लो समयमा परिवारहरूले परिवार भनेको दमाई भनेर उहाँहरूले चिन्नुहुन्छ होइन दलित भनेर चिनिन्छ परिवारदेखि लिएर विश्वकर्मा लगायतको जति पनि हुनुहुन्छ उहाँहरूले कसैले सेन्चुरी भनेर लेखाएको छ कसैले के भनेर लेखाएको छ कसैले के भनेर लेखाएको छ गद्दाल भनेर लेखाएको छ के भनेर हामीले बुझ्दैन उहाँहरूको थर त परिवर्तन दलितमा कुनै पनि थर या परिवार अथवा कामी भन्ने कसैले पनि लेखा देखेन मैले कुनै दुई चारजना मात्र लेखेको नभए सेन्चुरी भन्ने विभिन्न प्रकारको चाहिँ होइन त्यो चाहिँ जातीय कुरा भयो उहाँहरूको अपमान भएर लेखिएको हो क्या त्यो अपमान भयो उहाँहरू हेला भयो मानव भएन होइन हो अहिले मैले भन्न खोजेको कुरा त्यही हो कि विश्वकर्माले कुरा गर्दैछु अनि रोका भनेर पनि लेख्दो रहेछ कसैले होइन पछि तपाईँको उहाँले बाहिर भेट भयो भेट भएपछि त्यो साथीले मलाई त्यो डाक्टरको सर्टिफिकेट मलाई के काम छ पहिला म मान्छे भएर बाँच्न चाहन्छु त्यसपछि त्यो सर्टिफिकेटको मलाई केही आवश्यक पर्दैन मेरो बुद्धि क्षमता दिमाग कसैले लान सक्ने होइन यस्ता डाक्टर फाक्टर विज्ञ सिज्ञ मलाई केही चाहिँदैन भनेर उहाँले बुझ्नुभयो उहाँले दिएको शिक्षा पहिला त तपाईँ मानव हुनु पर्यो क्या होइन तपाईँ मानव हुनु पर्यो पहिला त्यसको पछि मात्रै अनि अरू कुरा हो क्या त्यही त सर यो यसको सबै जस श्रेय त पृथ्वीनारायण शाहमाथि नै जान्छ होला नि त्यो तत्कालीन अवस्थाको राजा निरङ्कुश राजाहरूप्रति राणा शासनको बेलामा चाहिँ उनीहरूले त्यस्तै किसिमको चाहिँ हेपै प्रवृत्ति भएको कारण त त्यस्तै किसिमको लादिको कारण यही हो यसले तामाङ जातिलाई मासिने भनेर लेख्छ अब भुजेल सुजेल यो त अब त्यो कुरै छोड्नुहोस् तामाङ जातिलाई मासिने जाति मनुस्मृति किताबले मासिने भनेर लेख्छ खतवाद नलाग्ने भन्छ बुझ्नुभयो त्यसो यसमा चाहिँ 7 तरिकाले के लेखा छ तामाङहरूले मतवाली मासिने मतवाली भन्ने लेखा छ खास कुरो मासिने मतवाली तामाङ दाजुभाइहरूले पढ्नै पर्छ तर अहिले किताब त फेरि नक्कली रूपमा बजारमा पाउँदो रहेछ नक्कली रूपमा लेखेकोमा ओरिजिनल छ ओरिजिनलै यही हो यो त ओरिजिनल भयो तपाईसँग त तर अहिले बजारमा त नक्कली पाउँदो रहेछ हो त्यो नक्कली पछि आफू बाटो भएर संस्करण गरेर नक्कली प्रकाशित लेखे हो होइन यो त जे हो त्यही हो होइन जे हो त्यही हो होइन यो भारतमा बाट निस्केको होइन पहिला चाहिँ तपाईँको नेपाल देशे भारत खण्डे उत्तर प्रदेश भन्छ क्या सरहदे गर्दा पनि अनि नेपाल देशे भारत खण्डे उत्तर प्रदेश भनेर लेख्छ यो सरहदे गर्ने किताब होइन नेपालको देश भारतको खण्ड भारत चाहिँ नेपालको खण्ड हो जुन परेवाको आकार जस्तो कलकत्ताको सतलजसम्म नेपालको चाहिँ नक्सा छ त्यो कुमारी एकछिन तपाईँले एकदमै गम्भीर कुराहरू खुलाउनु भएको छ यो गम्भीर कुरामा चाहिँ हामीले तथ्यगत रूपमा जाउँ यो किताबमा के लेखा छ हेर भन्नुहोस् त आम दर्शकहरूलाई के भनेको छ यो सरहदे गर्ने किताबमा सरहदे गर्ने किताबमा देखाइदिनु यो चाहिँ तपाईँले
हेर्नुहोस् है के भनेको छ ल थाहा भन्नुहोस् छ त? यहाँ हेर्नुहोस् यहाँ रातो चिन्ह लाग्यो यहाँ है अब मेरो बाउको श्राद्ध गर्नुपर्छ उसले के भनेर पर्छ थाहा छ जम्मू द्वीपे भारतवर्षे भरतखण्डे आर्यावर्त भन्छ भारतवर्ष भन्छ नेपालमा यो काशी भनेको देश चाहिँ कहाँ थाहा छ जम्बूद्वीप भन है जम्बूद्वीपे भन त्यहाँसम्म भन है जम्बूद्वीपसम्म भन है बुझ्नुभयो हजुर नेपालको चाहिँ तर यहाँ नेपाल त तपाईँको अहिले त नेपाल देशको खण्ड चाहिँ भारत हो भन्यो यसले बुझ्नुभयो अब तपाईँले बुझ्नुपर्ने कुरा के हो भने तपाईँ हामीले बुझ्दै नबुझेको कुरा यो काठमाडौँ खाल्टो तामाङको जस्तो भोटेहरूको बाहाल डाक्टर साहब म त्यसमा आउँछु ल, यसमा चाहिँ के भन्न खोजेको फेरि भन्नुहोस् त यसमा चाहिँ नेपाल चाहिँ के अखण्डको रूपमा भारतको अंश हो कि के भन्ने लेखा छ भन्छ भारतको खण्ड भन्यो नि किताबै देखाइदिनुहोस् त आम दर्शकहरूलाई किताब देखाइदिनुहोस् ल फेरि देखाइदिनुहोस् न राम्रो तर देखाइदिनुहोस् होइन जम्बूद्वीपे भारतवर्षे भरतखण्डे आर्यावर्त भन्छ क्या यसले नेपाल चाहिँ भारतको अखण्ड नेपालको खण्ड भारतको एक खण्डको रूपमा हेरिएको छ श्राद्ध गर्ने किताबमा है होइन अनि यस्तो श्राद्ध गरेर मेरो बाबुले पाउँछ मेरो आमाले पाउँछ भनेपछि त यो त राष्ट्रघाती नै उ रहेछ नि त तपाईँको यो बिहान मुख धुँदा हरगङ्गे हरकाशी भन्छ यी नेपालको बागमती विष्णुमती भन्दा भयो नि भारतको काशी किन भने होइन यी विष्णुमती बागमती होइन चरङ्गे होइन अनि ऊ यतातिर यहाँ नजिकै सिन्धुपाल्चोकको चाहिँ तपाईँको इन्द्रावती होइन तामाकोशी हरगङ्गे तामाकोशी बागमती विष्णुमती भनेर मुख धोयो भयो नि होइन भनेपछि यो श्राद्ध गर्ने किताबमा लेखिएको यी सबै झुट कुराहरू हुन् कुनै पनि जसले बाहुन लाएर श्राद्ध गर्छ सप्ताह लाउँछ छ नि त्यो घरमा कहिले राम्रो हुँदैन उसले राम्रो सोचे मात्रै हो छिमेकीलाई देखाएको मात्रै हो ती घरहरू कहिले पनि राम्रो हुँदैनन् त्यो सप्ताह लाउने घरमा त त्यो घरको मान्छे त एकदमै धनी हुनुपर्ने हो नि किन गरिब छ बेसी भयो आर्मीको सिपाही हल्लर यस्तै छ न उद्योग छ न धन्दा छ न कल कारखाना छ होइन न केही छ होइन अब सप्ताह लाएर उल्टो पैसा सिध्याउँछ मर्ने बेला कात्रो किन्ने पैसा पनि हुँदैन भनेपछि बाहुनले त्यो गरेको सप्ताह गरेको अथवा श्राद्ध गरेको जे गरे पनि व्यावसायिक उसको व्यवसाय हो होइन अब यहाँ बाहुनले त दर्ता त गर्नु पर्दैन त्यो यो श्राद्ध गर्ने बाहुनले दर्ता गर्नु पर्दैन निशुल्क है यो गरुड पुराण त उनीहरूको शास्त्रले नै मान्दैन भनेपछि राज्यमा कर तिर्नु पनि पर्दैन उनीहरूले केही गर्नै पर्दैन सुविधा रहेछ त अनि राज्यले उल्टो दान दिन्छ 4 लाख 5 लाख त्यो दानको कुनै कर ट्याक्स भ्याट केही तिर्नु पर्दैन फाइदा रहेछ होइन लामोको नि पर्दैन अनि यस्तो चाहिँ गरेर नागरिकलाई ठग्नुहुन्छ हजुर यो म यसको एकदम विरोध हो किनकि बरु अस्पतालमा उपचार गर्न पाएन भने पैसा दिनु पर्यो होइन गरिब छ भने त्यसलाई धनी बनाउनु पर्यो बुझ्नुभयो कि भन्नु सर अब मैले नबुझेको कुरा के बाटोमा हिँड्छन् मान्छेहरू बाटोमा हिँडेर हुन्छन् होइन ल हजुर कुण्डले बोकेर ल मलाई पैसा दिनुहोस् म तपाईँलाई आशीर्वाद दिन्छु तपाईँलाई चाहिँ लाखौँपति चाहिँ म बनाउँछु भन्छन् यदि लाखौँपति नै उसको आशीर्वादबाट पाउने भयो ऊ आफै किन लाखौँपति भएन कुण्डले बोकेर हिँड्छ नि त होइन ऊ आफै मन्दिरको अगाडिपट्टि मागेर बस्छ सीताराम भनेर त्यो मन्दिर विश्वकर्मा दाजुले बनाइदिएको हुन्छ है तर विश्वकर्मालाई फेरि प्रवेश निषेध गरेको विश्वकर्मालाई प्रवेश निषेध छ ईश्वर तिमी एक कलाकार म एक कलाकार ईश्वर तिमी एक कलाकार म एक कलाकार ईश्वर तिमी एक कलाकार म एक कलाकार तिमीले बनाएका मूर्तिहरू मानव तस्कर गर्छन् मैले बनाएका मूर्तिहरू दुनियाँले पुज्छन् ईश्वर तिमी एक कलाकार म एक कलाकार मूर्ति बनाउने दलित दाजुभाइहरू त्यो देवी देवताको अगाडि हिँड्ने दलित दाजुभाइहरू जामा लाएर तपाईँको बिहा दमाई दाजुले कर्नल बजाएर बाटो नदेखाएसम्म जामा लाएर त्यसलाई मूल दमाई भनिन्छ दमाई भनेको जात होइन देवी देवताको समेत पनि अगाडि लाग्ने दमाई दाजुहरू है दमाई दाजुहरू सनाई जनाई जर्नाई सनाई र जनाईको मामा भान्जाको साइनो भान्जाले छोको मामाले खाँदैन है अब तपाईँलाई फेरि
तपाईँको घरमा तपाईँ तामाङ हो नि तपाईँ हजुर। तामाङको नि विभिन्न खालका थरहरू राखेका हुन्छन्। अब तपाईँ हामी परिवर्तन भएर तामाङ, राई, लिम्बू, मगर, दलित हामी सबै मिलेर, छेत्री सबै मिलेर यो बाहुनवादको अन्त्य हुनुपर्छ। यो बाहुनवादको अन्त्य हुनुपर्छ। तपाईँको यहाँ म त्यो चुनावमा उनी अवसरै दिँदैन। जित दिए पनि बल्ल बल्ल हार्ने ठाउँमा चाहिँ दिन्छ, किनकि जित्यो भनेर। ठिक छ, त्यसमा सोधिहाल्नुहोस्। अनि जस्तो कि तामाङ भाषामा चाहिँ पछिल्लो समयमा रामेछाप भन्ने किसिमका आएको छन्। अनि त्यसपछि तपाईँले चाहिँ यो काठमाडौँ उपत्यका चाहिँ तामाङहरूको थियो, तामाङहरू बसोबास गर्ने तामाङको रैथाने चाहिँ भूमि चाहिँ काठमाडौँ उपत्यका तामाङकै थियो भन्ने कुरा गर्नुभएको छ। तामाङ र नेवारको भाषै मिल्छ, त्यो भाषा अपभ्रंश भयो, बुझ्नुभयो। अब हेटुराको तामाङ दाजुले अर्कै भाषा बोल्यो, रामेछापको तामाङले अर्कै भाषा बोल्यो, नेवारी भाषा पनि अर्कै भयो होइन। यहाँ दोलखाको नेवारले अर्कै भाषा बोल्छ, झापुहरू त तामाङबाट पछिमा त छुटेको अनि यो भक्तपुरले अर्कै बोल्छ, यो काठमाडौँकोले अर्कै बोल्छ। सबभन्दा पहिला भाषा र संस्कृति माग्छ बाहुनवादले। त्यो मासेपछि उसलाई राजनीति गर्न सजिलो हुन्छ। त्यसै भएर मूलवासी हुनु पर्यो। हामी मूलवासी हो, हामी मूलवासी हो है। यो कुरा बुझ्नु होला तपाईँ। म अहिले एक्लै लडिरहेको छु, अहिले चाहिँ धेरै दाजुभाइहरूले सम्पर्क नि गर्नुहुन्छ होइन। अब सम्पर्क मात्रै गर्नुहुन्छ, कामहरू गर्नुहुन्छ। कुनै कार्यक्रममा एकता छैन, एकता सङ्घर्ष रूपान्तरण हुन जरुरी छ। कुनै द्वेष नराखिकन, जस्तो नेवारको ओर्नीलाई गा भन्छ, तामाङको नि ओर्नीलाई गा भन्छ होइन। अनि खाइनिबा भन्दा एम्बुरी निबा भन्छ। म खेतमा जान लागेको भन्छ, रामेछापको तामाङले नि त्यही भन्छ, धादिङको तामाङले नि त्यही भन्छ होइन। भोटा हिटी भोटेहरूको पानी खानी धारो, सातो र धारा मास्दो यहाँ बाहुनले यहाँ भोटाइटीमा सातो र धारा मासेर अहिले अन्डरग्राउन्ड पुल बनाएको छ त्यहाँ होइन। त्यो भोटाइटी भोटेहरूको धारो थियो, भोटे बाल भोटेहरूको बाल थियो होइन। अनि भोटे चौर है ऊ त्यहाँ माथि भोटे कोसी होइन। कति छन् यहाँ पहिचानहरू होइन। अब त्यो पहिचानलाई मेटेर राईहरूको राई घाट थियो, राईहरू पोल्ने घाट थियो, राई घाट थियो, राई घाटलाई गाई घाट बनायो। यति अब यसरी मासेपछि त भोलिको हजुरहरूको सन्ततिले यहाँ त भोलि लखेटी नै छन्। अधिकार अहिले खोज्नु पर्यो। राई घाटलाई गाईघाट बनाइदियो, राई घाटलाई गाईघाट अहिले गाईघाटै भनिन्छ, गाईघाट बन्यो। बुझ्नुभयो। संस्कार यहाँका मूलवासीहरूको संस्कार सभ्यताहरू र भाषा संस्कार परम्परा सबै रीतिरिवाजहरू मासेपछि उसले इङ्ग्लिसमा पढायो के। इङ्ग्लिसमा पढेपछि तपाईँलाई सबभन्दा खतरा कुरा इङ्ग्लिसमा तपाईँहरूका छोराछोरी पनि इङ्ग्लिसमा बोल्ने भए होइन। महँगो कलेजमा पढ्ने भए, नेपालको ऐतिहासिक चिजहरू भुले होइन। खानपान पनि विदेशी खान थाले होइन। कोदो छोरे, मकै छोरे, गहुँ छोरे होइन, अर्ग्यानिक चिजहरू छोरे होइन। जस्तो जाँड तपाईँको मकैको जाँड घ्याम्पमा हालेर पकाएर खानुहोस्, तपाईँ मग बसाउँदो थियो, त्यो खाने बुढाबुढीहरू यो गाला राता हुन्छ, बुझ्नुभयो। त्यो नराम्रो होइन नि, होइन देखेकै छु मैले, देखेकै छु। अब त्यो यस्तो रस हो त्यो होइन। त्यसलाई बाहुनले चाहिँ सोमरस भनेर खायो। कोदाको ढेँडोलाई कुराउनी भन्छ, फुर्ती पारेर कोदाको ढेँडो खान्छ, कुराउनी भन्छ होइन। गाउँघरमा के खान्छ, कोदाको ढेँडो खान्छ भन्नाले चाहिँ कुराउनी भन्छ। अनि भित्रका चाहिँ ढेँडो मात्रै खान्छ, बाहिर चाहिँ भात दिएर निस्किन्छ फुर्ती पारेर। मैले प्र्याक्टिकल रूपमा देखाएको छु सर होइन। जस्तो कि पछिल्लो समयमा लगायत अरू ठाउँमा पनि गाउँघरमा जाँदाखेरि जो मान्छेहरू चाहिँ अब त्यो जाँड खानुहुन्छ नि, जाँड खानुहुन्छ, रक्सी खानुहुन्छ, जाँड रक्सी खाएपछि चाहिँ त्यो गाला चाहिँ रातो रातो हुने, त्यो चाहिँ तपाईँले अमृत जस्तो रस हो, सोमरस भनेर खान्छ विज्ञहरूले पनि होइन। त्यो ओखती हो। कस्तो विज्ञान छ त्यो रक्सी पानी थाहा छ? यस्तो विज्ञान छ, त्यसलाई मासेर अहिले होइन विदेशीका होस्की ब्रान्डी खान्छ, त्यसले नि लाग्ने हो नि। आफ्नो चलन चन्तीबाट खाएको छोड्यो होइन। छेत्रीहरूले रक्सी बनाउने नै हो, रक्सी खाने नै हो छेत्रीहरूले, उसको पेसै हो। खसाङ राज्य मासु यहाँ है, त्यो छेत्रीले बुझ्दै बुझेन होइन। नेपालमा चाहिँ यो अहिले भन्यो भने के जातिहरूको कुरा हुन्छ, बाहुनहरू चाहिँ कोही कहाँबाट आउनुभयो, कहिले आयो त? यो चाहिँ तपाईँको जब मुगलहरूले लखेट्यो नि है, सरहदी गर्दा 7 र 4 लेख्नै पर्थ्यो पहिले। सरहदी गर्दाखेरि बाल्लोमाथि हजुर है। त्यो 7 र 4 भनेको 74 गाडा जनै जलाएपछि अनि यो नेपाल छिरेको क्या है। मुगल भन्नाले मुस्लिमहरूले मुस्लिमहरूले
अनि यहाँ नेपालमा छिरेर तामाङले त गर्दैन नि त 7 र 4 लेख्दैन नि यो अनि गाई माता भनेर उहाँले पुज्नु भएको छ गाई माता हो माता भनेर अनि जनै पनि लाउनुहुन्छ खास कुरो के अर्थ होइन गाई त्यो त्यसको चाहिँ फरक परिभाषा छन् होइन जनै नलाउने त सबभन्दा धनी छन् नि यहाँ त्यो उसको संस्कार हो अर्काको संस्कारको विरोध गर्नु हुँदैन म विरोध गर्न सक्दिनँ तर त्यो एउटा संस्कारमा राखेको हो क्या होइन विभेद गर्नु भएन क्या होइन सर मैले के कुरा गर्न लाग्यो भने तपाईँलाई चाहिँ यहाँका तामाङहरू राई लिम्बूहरूले त कुल पितृ गर्दा पूजा गर्दाखेरि तपाईँको गोरुको मासु गाईको मासु राखेर पूजा गरिन्छन् तामाङहरूले त पहिलादेखि नै गाई काटेर खान्छ नै है खान्छ अनि पछि आएर त्यही संविधानमा चाहिँ गाई खानु हुँदैन राष्ट्रिय जनावरको रूपमा राखेपछि तपाईँको तामाङको त संस्कार मासु होइन नि तामाङको गाईको मासु नभइकन कुनै विशिष्ट पूजै हुँदैन त्यो ढोकामा राख्नुपर्छ हो यसो भन्दैमा मैले गाई काटेर खानुहुन्छ भने होइन कुरा बुझ्नु भयो भने अब गाई त भन्नुभयो तपाईँले गाई पनि कति थरीको छन् गाई यहाँ तपाईँ कुरा गर्नुहुन्छ कुन गाई हो क्या कोराले गाई के गाई होइन ल्यान्छ गाईको यहाँ 15 प्रजातिको गाई छ कुन चाहिँ गाई राष्ट्रिय जनावर हो त्यो भन्नु पर्यो क्या यो संविधानमा त्यो लेख्नु पर्यो कुन चाहिँ गाई हो गाई मात्र बनाएछ होइन 4वटा खुट्टा भएको गाई सबै हो त होइन कुन चाहिँ गाई हो भन्नु पर्यो नि हजुर हेर्नुहोस् 15 प्रजातिको गाई छ 1 2 3 4 5 6 7 8 18 भयो होइन 18 त भयो नि होइन 9 10 11 12 13 14 15 प्रजातिको गाई छ सबैभन्दा ठुलो हिन्दू राष्ट्र भारत होइन त भारतमा हिन्दू जो हिन्दू छ नि उसैको गाई काट्ने फ्याक्ट्री छ त्यहाँ सबैभन्दा बेसी गाईको मासु लाई चाइनामा बेच्ने होइन चाइना विदेशमा सप्लाई गर्नु नै हिन्दूहरू हो त्यहाँ त्यो पनि जनता पार्टीको मान्छे उपाध्यक्ष बिजेपीको पार्टी है बिजेपीको पार्टी होइन उसले त्यो त्यहाँ गाईको मासु बेचेर त्यो त्यहाँको प्रहरी प्रशासन र प्रधानमन्त्री कार्यालयसम्म त्यो दाम पुर्याउँछ त्यहाँ भनेपछि मुखमा राम बगलीमा हो यही हो कुरा यही हो बाहिर सुनको बोक्रा भित्र कुइया बोक्रा कुरा यही हो बाहिर चाहिँ एकदम माया गरेर जस्तो चिप्लो कुरा गर्छ भित्र चाहिँ अनि त्यहाँबाट परेशानमा पारेको गर्छ तर मलाई सक्दैन कहिले पनि मलाई सक्दैन भनेपछि पछिल्लो समयमा हिन्दूवादी अथवा चाहिँ अतिवादी भनेर भनेको छन् ब्राह्मण हिन्दू भन्ने होइन उहाँहरू के हो खास कुरा तेरो छ हो यही कुरा गलत छ हिन्दू भनेको मुसलमानी भाषामा गाली हो चोर डाका फटा भनेको हिन्दू होइन हिन्दू भनेको हिन्दू होइन धर्म एउटा धर्म मुसलमानहरूले दिएको गाली हो त्यो हिन्दू भनेको चोर फट्टा जाली भने त्यो सबैले भनिराख्नु भएको छ उहाँहरूले चाहिँ हिन्दू धर्म भनेको पवित्र रामायण हो के भन्दै हुनुहुन्छ उहाँहरूले के रामायणसँग आबद्ध छ हिन्दू धर्ममा भित्रमा सीता राम के भन्ने कुरा गर्नु तपाईँले देख्नु भएको छ भगवान तपाईँले देख्नु भएको छ मैले त देखाएको छैन तर उहाँहरूले त प्रकट गरेर आउनुहुन्छ भन्ने कुरो गर्नुभएको छ कसले भने प्रकटै हुन्छ हामीले त त्यो गऱ्यो भने त शिव प्रकट हुन्छ यहाँ रामायण प्रकट हुन्छ के भन्छ नि त होइन त्यो भन्ने मान्छे चाहिँ कसले भनेको भन्नु पर्यो नि त हजुर तामाङले भन्यो कि राईले भन्यो कि लिम्बूले भन्यो ब्राह्मणहरूले भन्छ नि त आराधना गर्ने बेलामा चाहिँ पूजाआजा गर्ने बेलामा चाहिँ पूजाआजा गर्ने विज्ञान हो भाइ यो भनेको विज्ञान वेद भनेको विज्ञान भनेको आविष्कार बुझ्नुभयो वेद भनेको विज्ञान भनेको आविष्कार धर्मसँग जोडिन्छ नि त उहाँले हिन्दू धर्म यो विज्ञानलाई धर्मसँग जोडेरै नेपाल गरिब भएको विदेशीले चाहिँ यो वेद र केमिकललाई मिश्रण गर्यो ऊ धनी भयो नेपाल चाहिँ श्राद्ध दिएर गर्ने र पूजा मात्रै लाउने सप्ताह मात्रै लाउने गर्यो अनि गरिब भयो भनेपछि फेरि अर्को गम्भीर कुरा चाहिँ तपाईँले खुलाउनु भयो यो वेद भनेको हिन्दू धर्मभित्र पर्दैन यो वेद भने अलग्गै पाटो हो यो वेद भनेको हिन्दू धर्म होइन कि हिन्दू भनेकै होइन हिन्दू धर्म भए त हिन्दू हो कि सनातन हो कि वैदिक हो त तिनवटा हुन्छ कुन चाहिँ हो त प्रश्न पार्नु पर्यो हजुर हिन्दू हो कि वैदिक हो कि होइन सनातन हो कि यसो धर्म सनातन भनेर लेखेको हुन्छ थाहा छ तपाईँलाई हजुर